वायुको प्रभावले देशैभर मौसम बदली सहित वर्षा र हिमपात जारी। गण्डकी र कर्णालीमा बुधबार बिहानसम्म उच्च जोखिम। पश्चिमी वायु र अरब सागरबाट विकसित न्यून चापीय प्रणालीको दोहोरो प्रभावका कारण देशका अधिकांश भूभागमा मौसम बदली भई वर्षा र हिमपातले जनजीवन प्रभावित पारेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो मौसमी गतिविधि बुधबार बिहानसम्म जारी रहनेछ भने केही प्रदेशमा बिहिबार पनि भारी वर्षाको सम्भावना रहेको छ। पछिल्लो 12 घण्टाको तथ्याङ्क हेर्दा विशेष गरी गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको छ। लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूका साथै कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै भूभागमा पनि हल्का वर्षा भएको छ। विभागले गण्डकी प्रदेश अन्तर्गत पर्ने मनाङ र मुस्ताङ आसपासका हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात भइरहेको जानकारी दिएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहानसम्मको लागि विशेष चेतावनी जारी गरेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका 1-2 स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको छ। मौसम प्रणालीको प्रभाव बिहिबार पनि कायम रहने महाशाखाको अनुमान छ। बिहिबार कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ, जसमा मधेस र बागमती 1-2 स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ। विभागले वर्षा र हिमपात भइरहेका क्षेत्रमा थप वर्षा र हिमपात हुने सम्भावना रहेकाले दैनिक जनजीवन प्रभावित रहन, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सर्वसाधारण र सरकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचनाबारे जानकारी राखिरहन अनुरोध गरिएको छ।